चाहिँ माइती अरे अनि यताको चाहिँ चेली अरे फर्स्टमा त्यो अनि तपाईँ पूजा गरिँदो रहेछ यो सुक्पामा यो सुक्पेरीमा है रातो सुक्पेरी यो सुक्पा ओ त्यस टाउकोले बजाउँदा पनि हुन्छ त्यही यसरी लट्ठी चाहिँ गाडेको उम्रेको ए मैले चाहिँ एउटा मात्रै बोकै अनि यो सुक्पामा यो सुक्पेरीमा है रातो सुक्पेरी यो सुक्पा नि त्यो एकजनाले एउटा मात्र हो यो एउटैबाट हुन्छ नि त यो पनि हामी त खास गोरा सार्ने केही होइन अब यसो आइपुग्दा यो सुब्बाला यो सुब्बानी अनि यो यो खोइ म त कहिल्यै उयो गरेको छैन हौ मलाई त थाहा छैन चुहाउनु लानु हो र पर्दैन होला छुवाउनु कि छुवाउनु न त बोकिराख्नु मैले चाहिँ होइन मतलब बुढा सुब्बा मैले खासै यो मन्दिर चाहिँ त्यति उयो गरेको थिइनँ अनि यो भित्र चाहिँ सबैले त्यो राखेको भन्ने चाहिँ मलाई थाहा थियो कि मतलब देखिरहेको अनि ठ्याक्कै यो बुढा सुब्बा हो भनेर चाहिँ मलाई थाहा थिएन अहिले आएर त सक भइदिरहेको क्या होइन बुढा सुब्बा भनेर अनि यहाँ प्रसादहरू लिनुभयो अनि यस्तो हामीले बाँध्नु यो कि मातालाई बाँधिदिनु होइन मैले त होइन के बुढा सुब्बा पर्छ नि यो के हो भन्छ ए ल बेस भइसकेको छ मन्दिर अब निनीको भाइलाई धेरै धन्यवाद अवसर मिलाइदिनु होइन मेरो धेरै धेरै धन्यवाद हाम्रो निनीलाई भन म त सोचेको थिइनँ क्या यो हो भनेर क्या तिमीहरू उयो तिमीहरू पो धन्यवाद हामी त होइन नि आइपुग्दाखेरि हामीलाई यत्रो यहाँ ल्याउनु हानौँ न खै कहाँ फोटो खिच्ने तर पर फोटो चाहिँ परतिर होइन मैले यो फोटोहरू चाहिँ हेरिरहेको हो होइन बुढा सुब्बा भनेर चाहिँ मलाई थाहा थिएन क्या भनेर चाहिँ अनि चाहिँ अघि चाहिँ निस्किने बित्तिकै बस चाहिँ यो बुढा सुब्बा कसरी भन्यो उहिले बुढा सुब्बाले चाहिँ एउटा लोटी गाडेको हो अरे टुपी एउटाको पनि छैन टुपी एउटाको पनि छैन त्यही यसरी लट्ठी चाहिँ गाडेको उम्रेको ए त्यस्तो चाहिँ हो ए म त फेरि टुप्पो छैन भनेर के माग्ने है लु मिनिङ चाहिँ के हो डोरी बाँध्नुको मिनिङ अब मागेको कुरा पाइन्छ भन्ने होला नि होइन के हो कि अहिले वास्ता गरिएन यो अब त्यस्तै होला के भाकलहरू यसो मनगन्थ नै के भनेर लगाउँछ होला नि हो न दिदी दिदी हजुर कस्तो लाग्दैछ त किनिहालेको छ है डालो त लगिदिनु अरे है ए ला मेरो त भात जताबाट पनि भइहाल्छ नि ए लु युबिनले ढोकिहाले हो लु 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 पालो हो त्यस टाउकोले बजाउँदा पनि हुन्छ फाइनली मैले पनि धरानतिर
धरानतिर बस्नु कस्तो लाग्दैछ यता पो त नि ए मलाई पनि नमस्ते गर्नुहोस् यता पो ढोक्नु पर्यो त मजा आएर चाहिँ निनी हामी त यहीँ नाच्नुपर्छ है ल होइन उता यहाँ ननाच्नु यहाँ ननाच्नु ल भजन म त फेरि दाइले भजन गाइदिइहाल्नु म त नाच्छु होइन नाच्ने नाच्नु है मजाले करेन्ट न मजाले करेन्ट पूजा यता न चक्लेट चाहिँ भन फुल पाइको रक्षा गरौँमा त्यो फुल हामीले चाहिँ भित्र नै आइसकेको अनि त्यसपछि दिदीले चाहिँ यहाँ निमिरा लगाइदिनु अनि अब फेरि हामी यो चाहिँ खोइ मैले अलिकति बुझिनँ मैले सुनेको पनि छैन छनु चाहिँ तर यो चाहिँ चेली र माइतीको मन्दिर अरे अनि त्यसपछि यहाँ चाहिँ माइतीको अनि माइतीकोमा चाहिँ हामी गएर आइसक्यौँ अब भित्र माथि अब चेलीकोमा चाहिँ जान्छौँ तर निनी मैले यहाँ ठ्याक्कै यसको चाहिँ थाहा छैन क्या चेली माइतीको त्यही त आर्खाइ मम्जा कथा त्यही त कथा अलिकति इतिहास मैले सुनेकै छुइनँ अब भरे हेर्छु इतिहास अनि त्यसपछि अब हामी चाहिँ अब फेरि माथि चेलीको मन्दिरमा चाहिँ हामी जाँदैछौँ अनि यो चाहिँ माइती र चेलीको भनेपछि केही होला यहाँ पनि होइन अनि मैले चाहिँ फेरि माग्नै बिर्सेछु हौ नाना हौ मैले चाहिँ माग्नै पो बिर्सेछु फेरि म त केही मागिनँ मैले साँच्चै भनेको आफै पुरा गरिदिनु हुन्छ भने मैले आवश्यकता हेरेर साँच्चै भगवान्ले मागिराख्नु पर्दैन आफ्नो आवश्यकता बुझेर होइन के आवश्यक छ मेरो नानु मेरो छोराछोरीलाई भनेर आफै पुरा गरिदिनुहुन्छ त्यो विश्वास छ त्यही भएर चाहिँ मैले माग्नै बिर्सेछु चाहिँ यहाँ बाहिर यस्तो छ यहाँ मन्दिर छ अनि भित्र चाहिँ भिडियो गर्न मनाइ छ रहेछ मनाइ रहेछ अनि त्यही भएर भिडियो चाहिँ बनाइनौँ होइन अनि एकदमै बुढा सुब्बा मन्दिर म राउन्ड हानिरहेको छु अनि फेरि अब चाहिँ यो चाहिँ चेलीको होला होइन खोइ केही थाहा भएन हौ मैले लास्टमा थाहा भएको कि अलिकति उता जाउँ न लास्टमा थाहा भएको कि यस्तो रहस्य त यस्तो पो रहेछ हिजो भिडियो कलले भाइले कि रोशन भाइले त हिजो हाँस्दै थियो त एउटा केटाको आन्टी नमस्कार नमस्कार अनि जुत्ता खोलेर अब अहिले घर सफा गरेको जस्तो भयो त तिम्रो म त अहिले पो देख्दैछु यहाँ तल पो देखेको ठिकै अब छ म त भित्र जान्छु यो माथि लाने प्रसाद चाहिँ बोक्नु ल होइन त्यहीँ सकेर आउनु त्यहीँ सकेर हो नि त सकेर आउनु हो र सकेर आउन त्यहाँ सकेर चढाउँछ मात्रै हो नि त दिनुपर्छ होला नि त यो त होइन चढाउँछ होला नि त के हो यो त हामीले दिएको हो नि त चढाउनु त यो हो ए ए यो चाहिँ हामीलाई दिएको के पो झार्दैछु मैले आज मैले एउटा बाँसको टोपी देख्दैछु जस्तो तिनीहरूलाई ए धेरै टोपी देख्दैछु त पहिलाको छोटा छोटा बाह्र मात्रै देख्थेँ उयो होला नि साथी हो फाइनली बुढा सुब्बा मन्दिरमा पनि आएँ पूजा
पूजा गरियो घुमाइ सुमाइ भयो मामा भन्दाको मामाले भन्छ होला नि अनि भइसकेको छ अनि यहीँ यता हुनुहुन्छ दिदी अब यो तलको चाहिँ माइती अरे अनि यताको चाहिँ चेली अरे फर्स्टमा त्यो अनि यो तपाईँ पूजा गरिँदो रहेछ अनि यति नै होइन र अब हामी अब यस्तो छ फेरि यहाँ यति नै यहाँ चाहिँ सकिहाल्यो अनि फाइनली छ अब अनि सबै सकेको यहाँ बाँध्नुपर्छ बाँध्ने हो यहीँ मन्दिरको भन्दैमा हाम्रो टोपी त्यो टोपी ए लु लु बाँध्नुहोस् ए उँधै छिर्दिएको लु त्यस्तो पनि हुन्छ के गनायो साह्रो गनायो यता उयोमा छ नि त यत्रो हेर्नु अनि मामा कहाँ छ मामा आएको छ त मामासँग हिँड्यो ल बुढासोको मन्दिरमा अब फाइनली मेरो प्रोग्राम ल मैले चाहिँ एकदम यहाँ धागो पनि बाँधिदिएँ अब दिदीले बाँध्नुहुन्छ हेरौँ कहाँ बाँध्नुहुन्छ फाइनली मैले बाँधिसकेँ अनि अब हामी जाउँ हाम्रो यताको आजको र हामी चाहिँ सबै कुराहरू सकेर अब हामी अर्को ठाउँ जानेछौँ अनि आज त्यहाँ नसोचेको ठाउँ आइयो एकदमै प्रफुल्ल भइरहेको छ मन होइन हामी चाहिँ बाटो चाहिँ लागेको भन्नुपर्छ लगाउनु अनि यता हेर्नु मन छिट्टो जोगाइ पाओस् भनेर पोते पोते रहेछ महँगो पर्छ होला फाइनली अब लागेको मलाई चाहिँ हानेर निनीले चिनो किनिदिनु भएको छ थ्याङ्क यू सो मच मलाई पनि थ्याङ्क यू म सम्हालेर राख्छु फोटो खिच्दै हामी बाई अब हाम्रो टोपी चाहिँ दिइराखेको त्यो चाहिँ म चाहिँ लान दिनुहुन्छ होला यहाँको सेली पर्सा टिका सबै चिजहरू चाहिँ यहाँ पुगेर भएको क्यामेराम्यान फेरि अर्को क्यामेरा डाँडिहालेको छ साथी झर्छ है राम्रोसँग त्यो लाइट नबना न ब्याट्री दिल खुस यति भयो खुसी भयो अब भविष्यमा क्यामेराम्यान बन्ने कि नबन्ने बुढा सुब्बामा आएर त भइहाल्छ नि अहिलेको जमानामा बुढी मान्छेले पनि लट्ठी देखेर भए पनि खिच्छ निनीको खिचिदिनु त निनीको उता ममाको खिचिदिनु भित्र त उसको फेरि अर्कै पो रहेछ यस्तो यस्तो पारि गएको